हेलो साथीहरू, सो के छ तपाईँहरू सबैजनालाई? सो तपाईँहरू सबैजना एकदमै बब्बाले हुनुहुन्छ होला। सो आज म तपाईँहरूलाई देखाउने छु है हाम्रो गाउँतिर चाहिँ धनिया चाहिँ कसरी खेती गर्छ भनेर। सो तपाईँहरूले देख्न सक्नुहुनेछ। सो गाउँमा होइन यस्तै हुन्छ खेतीहरू। यो ढोँड भयो होइन, यो नकाटिँदै होइन, यो पहिला ढोँड मस्तले हुँदाखेरिदेखि नै यो धनिया चाहिँ भित्रभित्रै खनेर होइन छरिसकेको हुन्छ क्या तपाईँको होइन। यो ड्याङहरू के बनाउँदैन, यतिकै मस्तले खन्ने अनि छर्ने गर्छ। धनिया चाहिँ यत्रो यत्रो भइसक्यो होइन, तपाईँहरूले देख्न सक्नुहुनेछ। धनिया चाहिँ यतिको भइसक्यो होइन। सो पहिला चाहिँ हामीले पनि खेती गर्दाखेरि चाहिँ यसमा ड्याङहरू बनाउने अनि माथि स्याउला ओछ्याउने अनि विभिन्न कामहरू गर्नुपर्ने हुन्थ्यो। सो अहिले चाहिँ हामीले चाहिँ यसरी नर्मली खन्ने अनि छर्ने अनि हल्का माथितिर यसरी हातले चलाइदिने होइन, त्यो ताकि त्यो धनिया चाहिँ पुरोस् भनेर, सकेसम्म त्यो कमिलाहरूले नलगोस् भनेर। सो त्यसरी गर्ने गर्थ्यो। तर अहिले चाहिँ चेन्ज छ। सो तपाईँहरूले कसरी गर्नुहुन्छ सो कमेन्ट गरिदिनु होला है त।